हेलो साथीहरू नमस्कार है सबैजनालाई सम्पूर्णलाई मेरो नयाँ ब्लगमा है। अनि सबैभन्दा सुरुमा तपाईहरुले हेर्दै हुनुहुन्छ प्रमोद लिम्बू अफिसियल युट्युब च्यानलमा। अनि तपाईहरुलाई म आज देखाउन गइरहेको छु यहाँ पछाडीको मेरो भ्यूहरु हैन, मेरो भन्दा नि यो ठाउँको भ्यूहरु। अनि यो ठाउँको नाम चाहिँ भन्छ थाले डाँडा पार्क भन्छ है। अनि तपाईहरुलाई यो भिडियो हेर्नुभन्दा अगाडि मलाई चाहिँ लाग्छ मलाई आशा छ तपाईहरुले मेरो भिडियोलाई पक्कै पनि हेर्नुहुनेछ। अनि तपाईहरुले लाइक शेयर कमेन्ट सब्स्क्राइब अवश्य पनि गर्नुहुनेछ। यहाँसम्म आइपुग्दाखेरि हामीलाई निकै गाह्रो पर्यो है। तलदेखि हामी उकालो चढेको, हामी चाहिँ मालटादेखि ठ्याक्कै पारी मालटा चाहिँ खादबारी नगरपालिका 5 मा पर्छ। अनि यो ठाउँ चाहिँ खादबारी नगरपालिका 6 नम्बर वडामा पर्छ। हामी चाहिँ घरदेखि खाना खाइवरी आएको अनि ठ्याक्कै आइपुग्दा चाहिँ हामी 12:30 भएको थियो। अनि 12:30 मा पनि एकछिन बसेर मात्रै यस्तो गाह्रो भयो नि साथीहरु, बसेर अनि आराम गरेर चाहिँ भ्लग सुरु गर्यो। बाटोतिर चाहिँ हामीले भ्लग गर्न सकिनौँ किनभने हामी हिँड्दाखेरि नै गलिसकेको थियौँ त्यहाँनेर। त्यही भएर हामीले चाहिँ भ्लग सुरु गर्न पाएनौँ। यहीँ आएर डाइरेक्ट भ्लग गर्ने भन्ने सोचले हामी आएको। हामी चाहिँ जम्मा 4 भाइ मात्रै आएको छौँ आज है। अनि यो ठाउँ आइसक्नेहरुको लागि त पुरानै हो, तर हाम्रो लागि चाहिँ एकदम नयाँ ठाउँ भएकोले गर्दा म चाहिँ पहिलोचोटि आउँदै छु क्या यहाँनेर। पछाडी ठाउँहरु है निकै राम्रो छ ठाउँहरु, तपाईहरु एकपल्ट अवश्य पनि घुम्न आउनु होला भन्न चाहे हैन। अनि यहाँदेखि देखिने ठाउँहरु पनि एकदम राम्रो छ, वारीपारी सबै ठाउँहरु देखिन्छ। कृपया एकचोटि घुम्न आउनु होला। यसको लोकेसन भनेको चाहिँ खादबारी नगरपालिका 6 थाले डाँडा भन्छ। खादबारीदेखि तल्लो रोड पाङठा उता धुपु जाने रोडदेखि आएर पनि तल कल्छेबेसी भन्छ, त्यहाँदेखि उकालो आउनुभयो भने पनि आउन सक्नुहुन्छ। माथि खादबारी नगरपालिका 4 नम्बर वडा हुँदै माथि छ्याङकुटी हुँदै रमिते डाँडा, योभन्दा अगाडिको मेरो एउटा भ्लग छ रमिते डाँडा भन्ने, त्यो डाँडा हुँदै पनि आउन सक्नुहुन्छ। अनि खादबारी 5 माल्टा हुँदै पनि आउन सक्नुहुन्छ तपाईहरुले है। एकचोटि अवश्य पनि आउनु होला भन्दै म भ्लग सुरु गर्न चाहन्छु। वेलकम सबैजना। ल गाइस हैन, यहाँनेर है सट्टसँगले ठाउँहरु चाहिँ हैन साथीहरु यस्तो राम्रो छ हैन, तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ माथि पुरै सल्लाहको रुखहरु छ, पुरै ठुलो छ है। ठुलो भन्दा नि अब हाम्रो लागि चाहिँ यो पनि ठुलै भन्नुपर्छ, निकै अलिक मास्तिरसम्म नै छ, निकै राम्रो छ है। यहाँ हामी चाहिँ यो तलदेखि आएको, ठ्याक्कै त्यो पारीदेखि हामी आएको क्या। अनि त्यो डाँडादेखि हामी यहाँसम्म आइपुग्दाखेरि त निकै गाह्रो भयो नि हामीलाई है टक्कसँगले। तपाईहरुलाई यो भन्दा अगाडि अब हेर्न चाहनुहुन्छ भने म यहाँनेर एउटा लेखेको रहेछ हैन। यहाँनेर चाहिँ म के लेखेको रहेछ भने माथिल्लो पाङठा थाले डाँडा पार्क वार्ड नम्बर 6 भनेर लेखेको रहेछ है। यो माथि पनि एकदम राम्रो खाले डाँडाहरु छ, हामी हेर्न जाँदै छौँ है साथीहरु। नयाँ खालको लाग्यो मलाई चाहिँ हैन, तर आइसक्नेहरुको लागि चाहिँ पुरानो हुन्छ हैन। सट्ट यहाँ बसेर हेर्दाखेरि यहाँ बसेर हैन हेर्नुस् त क्या राम्रो छ, कति दामी छ। नेचुरल लभरहरुलाई चाहिँ हैन यस्तो ठाउँमा आएर फोटो खिच्न है, सेल्फी खिच्न, टिकटक भिडियोहरु बनाउन दामी ठाउँ छ क्या। तपाईहरु पनि एकचोटि आइदिनु होला। यहाँनेर आउनको लागि तपाईहरुलाई यहाँ टिकट केही पर्दैन है, टिकट केही पर्दैन। तपाईहरु एकपल्ट अवश्य पनि आउन सक्नुहुन्छ। हामी त अब हिँडेर आउँदाखेरिको मजा नै छुट्टै छ। गल्न त गलिन्छ हैन, बाटोमा कतिचोटि गल्दै बिसाउँदै हिँडेर आएको हामी। यहाँनेर देख्न सक्नुहुन्छ बस्ने ठाउँहरु प्रत्येक सल्लाहको रुखमा कलर गरिएको छ है, एकदम आकर्षक बनाउनको लागि।
रोड पनि आइपुग्छ। तपाईँहरू बाइकमा गाडीमा आउनुभयो भने पनि रोडहरू पनि आइपुग्छ यहीँनिरसम्म। तर यहाँनिर चाहिँ एउटा कुरो चाहिँ मलाई यो पार्कमा होइन पानी हामीले प्याक भएर पानी खोज्दै खोज्दै आएको, पानी कहीँ भेटेन होइन। अनि पार्कमा पानी होला भनेर आएको, पानी चाहिँ छैन रहेछ क्या, त्यही मात्रै हो है। अरू त सबै ठिक छ। तपाईँहरू अवश्य पनि आउनु होला है। अनि सबैजनाले मेरो फेसबुक पेजलाई पनि फलो गर्नु होला। फेसबुक पेज चाहिँ प्रमोद लिम्बू छ है। टक्कसँगले यहाँनिर आएको फोटोहरू म हाल्ने छु अवश्य पनि होइन। तपाईँहरूलाई देखाउने छु यहाँको फोटोहरू। मान्छे चाहिँ म फेरि फोटोमा चाहिँ राम्रो देखिएला होइन, तर फेरि रियलमा चाहिँ खासै राम्रो छैन भन्न चाहे। केटाहरू मेरो भिडियो हेरेर हाँस्दैछ है। यहाँ दुई भाइ चाहिँ है मजासँगले बसिरहेको छ। ल यस्तै छ है साथीहरू, अझै माथि माथि देखाउनेछौँ हामी है। भिडियो हेरिहाल्नुभयो छोटो मिठो होइन। अब बाँकी भिडियोहरू हामी हिँड्दै बनाउँछौँ हामी। आज चाहिँ टक्क माथितिर डाँडाहरू छ कि, त्यो डाँडा हिँडेर टक्कै हामी झर्नेछौँ है। ल साथी हो, यहाँनिर भिडियो सिडियो गरी हामी चाहिँ अब लाग्यौँ है टक्कसँगले होइन। सर्ट हामी छोडिसक्यौँ है। म पहिलोचोटि आउँदा पनि रमाइलो भइरहेछ। कस्तो भइरहेछ केटा? उता चाहिँ छ्या हो। ल यहाँ माथिदेखि पो रमाइलो देखिँदो रहेछ त यहाँ माथि होइन। पोखरी बनाउनु चाहिँ खोजेको थियो होला। अनि यहाँनिर बस्ने ठाउँहरू हो कि खाजा खाने ठाउँ हो यस्तो? के थियो? बजार लाग्छ त अनि होइन। होइन ला, ओ माथि दाउरा चिरिरहनु भएको छ यताको मान्छेहरू है। हाम्रो नि दाउरा चिर्नु पर्दैन होला हो यसपालि त है हाम्रो त। हाम्रो नि यसपालि त दाउरा चिर्नु पर्दैन होला है भनेको नि। भरे भ्लग चाहिँ बनाउने अरे होइन। एउटाको गिम्बल छ, एउटाको हात छ। पसल चाहिँ ओइ पसल चाहिँ कहाँनिर जाने हो दाइ? यता पसल कहाँनिर छ? माथि हो? ए हुन्छ, माथि जानुपर्ने अरे। ल हामी पसलतिर लाग्यो है साथी हो टक्कसँगले खाजा खानुको लागि है। तपाईँहरू पनि आउन सक्नुहुन्छ खाजा खानु टक्कसँगले। हजुर हाम्रो घर माल्टा हो। हजुर हजुर माल्टै हो। यहाँ कहिले आएको थिइनँ कि अनि म, अनि सुरुचोटि म चाहिँ आएको। भाइहरू चाहिँ एक दुईचोटि आइसकेको रहेछ। ल यहाँदेखि देख्न सक्नुहुन्छ ठाउँहरू है, यस्तो रमाइलो छ है। वाउ माथि 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 जाँदै गर्दा झन् अझै राम्रो रहेछ है। कति क्लाससम्म छ यहाँनिर? ओ माई गड, यस्तो रमाइलो ठाउँमा पनि स्कुल होइन साला। अनि यहाँनिर खेलिसकेर त तल त अनि फोटो खिच्ने ठाउँहरू त है दामी हुने रहेछ यहाँनिर दिउँसो टिफिन टाइममा। तर पनि हामी चाहिँ होइन बाटो खोज्दै आइपुग्यो होइन टक्कसँगले। उतादेखि घुमेर जाउँ भने एउटै बाटो कति हिँड्नु भन्ने भएर होइन 4 भाइ नयाँ बाटो जाउँ भनेर घुमेर जाउँ भनेको होइन। तपाईँहरूले रमितीदेखि डोला हेराउँदै फेरि जान्छौँ भनेको थियौँ, तर त्यता चाहिँ हामी पुग्न सकिनौँ होइन। अनि हामी चाहिँ यो बाटो गएर अब सट्टै एकैचोटि घर पुग्ने खालको बाटो गएको है। रमाइलो भइरहेछ नि। यो चाहिँ आज खतरा देखिरहेको छ कि जुत्ता खतरा लगाएछ हो गाइस। हामी चाहिँ होइन
यत्रो परदेखि नि घुमेर आयो होइन टक्कसँगले बाटो खोज्दै अब चाहिँ किनभने रात पर्न लाग्यो होइन अनि गलेकोले आवाज अर्को स्यास्या भइरहेछ अनि अब चाहिँ रात पर्न आँट्यो तपाईँहरूले यो भ्लग हेरिहाल्नुभयो यो भ्लग हेरिसकेर तपाईँहरूले प्रतिक्रिया दिनु होला होइन अनि तपाईँहरूले लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ यता हेर्नु अरे टेंशन नहीं लेने का अपन है ना लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला भन्दै म फेरि अर्को भ्लगमा जोडिन्छु है त तपाईँहरू सामु फेरि नयाँ भ्लग ल्याउँदैछु भन्दै आजलाई बिदा हुन चाहन्छु नमस्ते